हाई गाइज, आज चाहिँ म ब्लग बनाउन गइरहेको छु। यो चाहिँ मेरो पहिलो ब्लग हो। सबैजनाले हेरिदिएर माया गरिदिनु होला। लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। आज चाहिँ म ठुलो बाबाहरूकोमा जाने भनेर तयार भइसकेँ अनि मेरो साथीहरूले चाहिँ मलाई सिटीभाटामा पुर्याउनको लागि हिँडे। उनीहरू पनि कस्तो धेरै घाम लागिरहेको थियो, अल्छी चाहिँ लागिरहेको थियो हल्का, किनभने धेरै घाम लागेको थियो नि त। अनि हामी चाहिँ सिटी आउने ठाउँमा पुग्न आँटेको थियौँ। 5 मिनट हिँडेर जानुपर्थ्यो अनि मात्रै सिटी पाइन्थ्यो नि त। अनि सिटी आउने बेला हुन आँटेको थियो। हामी चाहिँ गफ गर्दै हाँस्दै गयौँ। एकदमै धेरै घाम थियो तर हामी छाता पनि नलिएका थियौँ अनि त्यतिकै हिँड्दै हिँड्दै गयौँ। अनि सिटी अब आउँछ होला भन्दै गयौँ, भेटिनँ। त्यसपछि चाहिँ ठ्याक्कै भेट्यौँ अनि म चाहिँ सिटीमा पशु हाटतिर हिँडेँ, उनीहरू चाहिँ रुम गए। अनि त्यसपछि म पशु हाटतिर लागेँ। त्यहाँदेखि मात्रै बस पाउँछ नि त। अनि त्यहाँसम्म चाहिँ म सिटीमा जानुपर्ने हुन्थ्यो। अनि ठ्याक्कै पुगेर म चाहिँ फलफुल किन्न थालेँ। अनि मेरो साथी आउँछु भन्दै थिएँ, दुवैजना जाने भनेको थियौँ। ऊ चाहिँ आइन र पर्खिँदै बसेँ एकछिन। एकदमै गर्मी थियो अनि शीतलतिर हिँडेँ। अनि ला बस छोड्छ होला भनेर म चाहिँ आत्तिँदै थिएँ। ऊ पनि ठ्याक्क आइपुगेँ अनि हामी चाहिँ बसभाटामा जाँदै थियौँ। त्यो बस चाहिँ बिग्रेको भएर नजाने भएछ अनि 11 बजी र 2 बजीको मात्रै जान्थ्यो। अनि त्यो भएको भएर हामी चाहिँ अर्कै बसमा आधी बाटोसम्म गयौँ। अनि त्यहाँदेखि सिटीमा गयौँ हामी। उसले चाहिँ छाता बोकेको रहेछ र एकछिन हामी बस पर्खिनको लागि चाहिँ छाता निकालेर बस्यौँ। ठ्याक्कै बस पनि भेट्यौँ अनि त्यसपछि दुईजना बसभित्र पस्यौँ र ठुलो बाबाको घरतिर लाग्यौँ। हामी चाहिँ कस्तो गर्मी भएको छ भन्दै थियौँ। उसलाई चाहिँ भ्लग नबनाउन हौ, छ्या लाज लाग्छ भन्दै थिएँ। मलाई पनि पहिलोचोटि भएर होला मोबाइल झिकेर बनाउने एकदमै गाह्रो लागेको थियो, लाज पनि लागिरहेको थियो। तर पनि बनाएँ किनभने सुरुमा यस्तै नै हुन्छ नि त। अनि त्यही भएर राम्रो त बनाउन आएन तर पनि बनाउने कोसिस चाहिँ गरेको छु। हामीलाई चाहिँ एकदमै मेरो चाहिँ टाउको अघिदेखि दुखिरहेको थियो अनि उसको यस्तोमा सुतेँ एकछिन।